मान्य सभामुख महोदय, मान्य सदस्यज्यूहरू, संघीयता देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि संविधानको मर्यादाभित्र रहेर, संविधानको सीमाभित्र रहेर सरकार बन्ने, सरकार खस्ने, नयाँ सरकार बन्ने, सरकार विश्वासको मत प्राप्त गर्ने, सरकार पुनर्ताजगी आफूमा जागृत गर्ने र अगाडि बढ्ने यो नियमित प्रक्रिया हो। त्यसो भएको कारणले गर्दा आज मधेस प्रदेश सभामा मधेस प्रदेश सरकारका वर्तमान मुख्यमन्त्री नेपाली कांग्रेसको दलको नेता मान्य कृष्ण प्रसाद यादव जीले विश्वासको मत प्राप्त गर्न दलहरूलाई आह्वान गर्नुभएको छ। केही समय अगाडिसम्म नेकपा एमाले मधेस प्रदेश सभामा सबैभन्दा ठूलो राजनीतिक दल थियो। सम्भवतया 1 गतेबाट हामी नेकपा एमाले मधेस प्रदेश सभाको दोस्रो ठूलो राजनीतिक दलको रूपमा रूपान्तरित भयौं। संघीयता स्थापनार्थ महत्त्वपूर्ण भूमिका खेलेका जसपा नेपाल र लोसपा नेपालको एकीकरण प्रक्रिया सम्पन्न भइसकेपछि जसपामा लोसपा समाहित भइसकेपछि निर्माण भएको दल अथवा तत्कालीन दल जसपा पहिलो शक्ति भइसकेपछि मधेस प्रदेशमा नयाँ तरंग आउने कुरा नयाँ नठानौं। हामी केही समय अगाडि भनेको हिजो छाडी अस्तिसम्म हामी सत्ता पक्ष थिएनौं। सत्ता पक्ष हुने दलहरूलाई हामी धन्यवाद दिन चाहन्छौं। सत्ता पक्ष हिजोको मितिसम्म हुने दलहरूलाई म निवेदन गर्न चाहन्छु कि नेकपा एमालेबाट केही सिक्नुस्। केही समय अगाडि नेकपा एमालेको नेतृत्वमा रहेको 21 दिने सरकार, यही सदन छ गरिमामय सम्मानित सदन, नेकपा एमाले तत्काल अहिलेको संघीय समाजवादी पार्टी र राप्रपा बाहेक सबै राजनीतिक दलहरू एकै ठाउँ हुनुहुन्थ्यो। भन्छन्, सुन्ने गरेको छु, प्र्याक्टिसमा छ, इतिहास पनि छ र यथार्थ पनि छ। राजनीतिमा स्थायी शत्रु, स्थायी मित्र कसैको कोही हुँदैन। त्यसो भएको कारणले गर्दा म सदनमा रहेका, आज विपक्षमा रहेका राजनीतिक दलहरूप्रति कुनै टीका टिप्पणी गर्न चाहन्न, सम्मान प्रकट गर्न चाहन्छु। यो राजनीतिको निरन्तर चलिरहने प्रक्रियाको एउटा सीमा भित्रै रहेर हामी अभ्यास गर्दैछौँ। नेपालको संविधानको भित्रै रहेर हामी अभ्यास गर्दैछौँ। त्यसो भएको कारणले गर्दा नेकपा एमालेलाई 6 महिना पनि सरकारमा बाहिर राख्ने चातुर्यता तपाईहरुसँग रहेन। म वर्तमान मुख्यमन्त्रीजीलाई धन्यवाद दिन चाहन्छु। नेकपा एमालेसँग सहकार्यको हात अगाडि बढाउनुभयो। नेकपा एमालेले सानो समय मुख्यमन्त्री प्राप्त गर्दा पनि मेरो तर्फबाट, नेकपा एमालेको तर्फबाट हामी दलहरूलाई भन्ने गरेका थियौं, ठिकै छ त, नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊ, नेकपा एमाले साथ दिन तयार छ। मेरो शब्द नेकपा एमालेको तत्कालीन अभिव्यक्ति मान्य सदस्यहरूलाई सम्झना गर्नको निम्ति म अनुरोध गर्न चाहन्छु। त्यसो भएको कारणले गर्दा म सत्ता पक्षमा हुँदा, मेरो दल सत्ता पक्षमा हुँदा, मेरो दल सत्तामा हुँदा, मेरो दलको नेतृत्वमा सरकार रहँदा पनि सहकार्य र सहमतिको लागि मधेस प्रदेशमा अनावश्यक देश नफैलियोस्, अनावश्यक विध्वंस नहोस्,
वैमनस्यता एक राजनीतिक दल र अर्को राजनीतिक दलको बीचमा नहोस् भन्ने उद्देश्यका साथ आफ्नै नेतृत्वमा रहेको मन्त्री परिषदको मुखिया छँदा छँदै पनि त्यो बेलामा प्रस्ताव गरेको थिएँ, नआतिनुस्, तपाईँहरू तयार हुनुहुन्छ भने नेकपा एमाले नेपाली कङ्ग्रेसको नेतृत्वमा सरकार बनाउन तयार छ। आवश्यकता तपाईँहरूलाई महसुस भएन, केही बात छैन। आवश्यकता महसुस नभए पनि तपाईहरू नेकपा एमाले र संघीय समाजवादी पार्टी बाहेकका दलहरू संयुक्त रूपमा सरकार बनाउनु भयो। सम्झिनुस्, धेरै समय पनि भएको छैन, 6 महिना पनि पुगेको छैन। र वर्तमान मुख्यमन्त्रीले सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेसँग विश्वासको मत माग्नुभयो। नेकपा एमाले फराकिलो छाती राखेको दल हो। एक दिन अगाडि हामीसँग के व्यवहार भएको थियो हामी बिर्स्यौं। 2 दिन 3 दिन 4 दिन 1 हप्ता अगाडि तपाईहरूले नेकपा एमालेसँग गरेको व्यवहार हामीले बिर्स्यौं, किनभने हामीसँग फराकिलो छाती छ। यो सदनमा मध्य प्रदेशवासी र मधेसका जनताहरूले नेकपा एमालेको टाउकोमाथि दिएको ताज सबभन्दा ठूलो दल र त्यो दलको भूमिकामा आफूले निर्वाह गरेको हाम्रो दलको भूमिकाप्रति म सन्तुष्ट छु। किन भन्दाखेरि तपाईहरूको नेतृत्वमा सबै दल मिलेर सरकार बनाउँदा पनि नेकपा एमाले विश्वासको मत दिएको थियो। सरकारमा हामी थिएनौँ, आवश्यकता पनि बुझ्नु भएन। त्यसो भए कारणले गर्दा आज विश्वासको मत दिने विषय हो। मान्य सभामुखज्यूले एउटा मात्रै कार्यसूची राख्नु भएको छ, विश्वासको मत सम्बन्धी। मान्य वर्तमान मुख्यमन्त्रीज्यूले विश्वासको मत दिने विषयमा हामी कटुता बोधका साथ प्रस्तुति नगरौं। एउटा दलले इतिहास बोकेको दललाई अनावश्यक लान्छना लगाउने काम नगरौं। यो कदापि पनि राम्रो होइन, फेरि पनि वातावरण राम्रोतिर जाँदैन। नेपालीमा एउटा भनाइ छ, आफ्नो आङको भैँसी पनि नदेख्ने, अरूको आङको जुम्रामा ठ्याक्कै दृष्टि जाने। मेरो अनन्य मित्र जनमत पार्टीका वर्तमान संसदीय दलका नेता, अघि सम्बोधनमा हुन त विश्वासको मत हो, अनावश्यक लामो लोकतान्त्रिक अभ्यास भएको लोकतन्त्र र संघीयताको लागि हाम्रो पनि बलिदानी छ, नेपाली कांग्रेसको पनि बलिदानी छ। नेकपा अहिलेको नेकपा, तत्कालीन नेकपा माओवादी, हामी कुनै समय एउटै राजनीतिक दल थियौं। उहाँको पनि संघीयतामा अतुलनीय योगदान छ, नबिर्सिने खालको योगदान छ। त्यही भएर मलाई लाग्छ सभामुखज्यूको आसनको देब्रेपट्टि महान जनयुद्धका शहीदहरूको फोटो पनि लागिरहेको छ। यो सदन त्यसको साक्षी हो, हामी त्यसको साक्षी हौं। त्यसो भए कारणले गर्दा म निवेदन के गर्न चाहन्छु त भन्दाखेरि संघीयतावादी शक्तिहरू हामी किनारामा पर्यो, हामी एक ठाउँमा छौं। हामी पनि संघीयतावादी हो, तपाईभन्दा धेरै ठूलो संघीयतावादी हामी हो। संघीयताको सफल अभ्यास गर्ने दल भित्र हाम्रो दल पर्छ। त्यसो भए कारणले गर्दा अघि हजुरले प्रस्तुतिमा ल्याएको रातिसम्म केही राजनीतिक दलहरू सँगै थियौं, मलाई थाहा छैन। तपाईले दृश्य सहितको प्रस्तुति दिनु पर्थ्यो। हामीलाई के लाग्यो भने तपाईले नेकपा एमालेलाई भने हो कि हामी त्यस्तो दल होइनौं। याद गर्नुस्, तपाई आफ्नै नेतृत्वको मन्त्री परिषद, तपाईकै दलको नेताको एउटा सदस्यको नेतृत्वमा रहेको मन्त्री परिषद र त्यो सरकार ढाल्नुभयो। त्यो सरकार माथिको समर्थन पनि फिर्ता लिनुभयो। सरकार नयाँ पनि निर्माण गर्न उद्यत हुनुभयो। त्यो बेलामा अहिलेको वर्तमान मुख्यमन्त्री नेपाली कांग्रेसको संसदीय दलका नेता मान्य कृष्ण प्रसाद यादवको नेतृत्वमा सरकार बनाउने नेकपा एमाले, नेपाली कांग्रेस र जनमतको संसदीय दलको नेताको हस्ताक्षर सहित दाबी पनि हामीले पेश गरेका थियौं। दाबीको मस्सी नसुक्दै तपाईहरुकै तर्फबाट अभिव्यक्ति चेन्ज भएको, फरक किताबमा गएर उभिएको विषय धेरै पुरानो भएको छैन।
त्यसो भए कारणले गर्दा म निवेदन के गर्न चाहन्छु त भन्दाखेरि यस्तो चिजहरूको उच्चारण नगरौं। हामी हाम्रो देशको संविधानको स्पिरिटै अनुसार, मूल मर्मै अनुसार, प्र्याक्टिसै अनुसार हामी यो सदनमा अहिले मान्य कृष्ण प्रसाद यादवजीलाई विश्वासको मत दिने कार्यसूचीमा छलफल गर्दैछौँ। म आफ्नो दलको निर्णय सुनाउला, तर भन्दा भन्दै गएको भदौ 23 र 24 गते जेनजी जुन विद्रोह भयो, नेकपा एमालेको नेतृत्वमा सरकार थियो, तपाईले त्यहाँ पनि कटाक्ष हान्न चुक्नु भएन। तपाईले भन्नुभयो केन्द्रीय सरकार सत्ता ढलेको विषय बिर्सिनुभयो। हामी बिर्सिया छैनौं, नेकपा एमाले कहिले पनि बिर्सिदैन। किन भन्दाखेरि नेकपा एमालेको नेतृत्वमा त्यो बेलाको सरकार थियो। समय धेरै बित्या छैन, हेर्दै जानु होला। आज 2/3 सरकार छ। त्यसको परिणाम नेपाली जनता र खास गरिकन मधेसमा सबैभन्दा बढी जनलहरका साथ, जनसमर्थनका साथ केन्द्रीय सत्ता निर्माण भएको छ। त्यसो भए कारणले गर्दा त्यसको परिणाम हामीले भोग्न बाँकी नै छ। म निवेदन गर्न चाहन्छु कि ठिक छ, हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार थियो। सरकारमा नेपाली कांग्रेसको महत्त्वपूर्ण सहभागिता थियो। सरकारको विरुद्धमा जेनजी विद्रोह भयो। त के बुझ्नुभयो तपाईहरुले? जनमतले के बुझ्यो? सप्तरीमा हाम्रो नेकपा एमालेको कार्यालयमाथि आगजनी हुँदाखेरि तपाईको कार्यालय सुरक्षित भयो त? जनमतको कार्यालय पनि तोडफोड भयो सप्तरीमा। हाम्रो मात्रै तोडफोड गरेर छोड्दिएको भए हुन्थ्यो नि। तपाईहरु क्रान्तिकारी, तपाईहरु संहितावादी, तपाईहरु संहिता प्रेमी भनिसकेपछि, तपाईहरु जनप्रेमी भनिसकेपछि तपाईको कार्यालय त सुरक्षित हुनु पर्थ्यो नि, होइन? त्यो जुन उद्देश्यका साथ त्यो घटना घटाइएको थियो, आज तपाईको दल पनि, आज यो सदनमा आज सम्मिलित सम्पूर्ण राजनीतिक दलहरू पनि हामी एउटै कित्तामा छौं। हाम्रो दृष्टिकोण अहिले एउटै निष्कर्षमा पुगेका छौं कि त्यो जेनजी विद्रोह योजनाबद्ध पुरै प्लानिङमा नेपालको सार्वभौमसत्ता, नेपाली जनताको अधिकार जुन सार्वभौमसत्तामाथिको छ, त्यसलाई छत विछत पार्ने खालको षड्यन्त्र थियो। देशी र विदेशी दुईटै खालको षड्यन्त्र मिलेर त्यो घटना घटाइएको हो। त्यसो भए कारणले गर्दा म निवेदन के गर्न चाहन्छु त भन्दाखेरि, हिजो मात्रै अब रातिसम्म भन्नुभयो हामी साँझै शपथ खाएको, राति त तपाईसँग त हुने कुरै भएन। किन भन्दाखेरि मुख्यमन्त्रीजीले जब हामीलाई निवेदन गर्नुभयो कि तपाईको दलको मन्त्री हाम्रो सरकारमा सहभागिता गराउनुस्, मैले लिस्ट करिब करिब उहाँलाई 3 बजे नै दिइसके हो। राति कसरी तपाईसँग थिएँ म? हामी कसरी थियौं? यथार्थ कुरा गर्नुपर्छ। जेनजी विद्रोह पछि नेपालको राजनीतिमा जुन खालको हलचल छ, विश्व राजनीतिमा नेपालको राजनीतिले जुन खालको तरङ्ग उत्पन्न गरेको छ र हामीलाई हाम्रो सार्वभौमसत्ता सम्पन्न देशमाथि जुन खालको एउटा नराम्रो तपाईको चाहिँ नि परिणाम मडारिरहेको छ, यसबाट नेकपा एमाले त सुध्रिन, नेकपा एमाले त पुरानो कमी कमजोरीहरूलाई आत्मालोचना गरेर अगाडि बढ्न त तयार छ। सँगसँगै हामी सबै पनि हुनुपर्छ है। हाम्रो भागको त जिम्मा हामीले लिउँला, नेकपा एमालेको भागको जिम्मा त नेकपा एमाले लिइहाल्छ। हाम्रो नेतृत्वमा रहेको 22 दिनको जिम्मा हामी लिन्छौं। तपाईको नेतृत्वमा रहेको सरकारको तपाईले पनि जिम्मा लिनु पर्यो, अरूको नेतृत्वमा रहेको सरकारको अरूले पनि जिम्मा लिनु पर्यो। त्यसो भए कारणले गर्दा म फेरि पनि भन्न चाहन्छु, यतातिर हामी वैमनस्यतातिर नजाउँ। आज नेकपा एमालेसँग वर्तमान सरकारका मुख्यमन्त्रीले सहकार्यको हात अगाडि बढाउन चाहँदा हामी त 6 महिना अगाडि पनि विश्वासको मत यो सरकारलाई दिएका थियौं र आज पनि दिँदैछौं। हाम्रो दलको निर्णय हो। त्यसो भए हाम्रो लागि अनौठो कुरा केही हो त? होइन नि। हामी विगतमा पनि नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारलाई विश्वासको मत दिएका थियौं
र आज पनि संसदीय दलको बैठकले गरेको निर्णय के हो भने हुबहु यो सरकारलाई विश्वासको मत दिने, सरकारलाई सफलीभूततिर ल्याउनको निम्ति, सरकारलाई सफल बनाउनको निम्ति हाम्रो पार्टीको, हाम्रो दलको 24 माननीय सदस्य प्रदेशसभा सदस्यले आफ्नो श्रम, दम सबै प्रयोग गर्ने भन्ने हाम्रो निर्णय छ।